गुड मर्निङ अनि नमस्ते साथीहरू, वेलकम टु माई फर्स्ट मिनी भ्लग। हामी चाहिँ अहिले कोरिडोरको बाटोमा रहेको छौँ। भ्यू चाहिँ मनाङ मुस्ताङ टाइपको भाइ पाउने। यसै क्रममा हामी गाडी बिक्रीको कारणले गर्दाखेरि खोलातिर डुल्न लाग्यौँ। खोलामा एकदमै स्वच्छ र राम्रो पानी पनि आउँदो रहेछ र म चाहिँ यो भ्यूको आनन्द लिँदै खोलाको किनारतिर डुल्न लागेँ। एकदमै राम्रो सफा पानी आउँदो रहेछ र हामी चाहिँ भिडियो बनाउनतिर लाग्यौँ। यसै क्रममा म चाहिँ माछा छ कि भनेर हेर्न पनि थालेँ। बुढीले पनि मेरो पनि भिडियो बनाइदिनु भन्यो र मैले पनि उसको भिडियो पनि बनाइदिएँ। सँगसँगै खोलाको यो छाल एकदमै राम्रो लाग्यो मलाई र यसको भिडियो पनि बनाएँ। टाइम त धेरै हामी लगभग 2-3 घन्टै बस्यौँ। धरानबाट मिस्त्री आइपुग्नु पर्ने थियो। त्यसै गरी हाम्रो बिक्रीको गाडी चाहिँ देख्न सक्नुहुन्छ। म चाहिँ एकदमै यो ढुङ्गाहरू राख्न थालेँ बच्चाको जस्तो। भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। र मैले माछाको बच्चा चाहिँ देखेँ तर समात्न सकिनँ। धन्यवाद।